एकदम लाइभ गइरहेछ यहाँ हेर भाइ दार्जिलिङबाट टिम नेपाल आएर सबै पानी परेर बिमारी भइसक्यो गेम खेल्न तयारीमा भर्खर जो माथि बस्नु आउँदैछ ए लियो नरेश যাও 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 মাটি দিয়ে চিয়া খান তোমার ফোনটা না সাইলেন্ট মোডে চলে গিয়েছিল বুঝতেই পারিনি তুমি মেসেজ করেছো আমি দেখলাম আমি না पानी रहेर दार्जिलिङ एकदम भिडभाड छ हाम्रो टोलीहरूको गेम छ अहिले 7 बजे बुढो टोलीहरू चाहिँ बिमार भइसक्यो बल्ल पानी रहेर दार्जिलिङमा अलिकति रमझम भइरहेछ हामी रेस्ट गरेर बिस्तारै कवड हलतिर जाँदैछौँ अहिले 8 बजे गेम छ सिंगल्स हाम्रो बुढो टोलीहरू टिम म्यानेजर खाएर बोटाइसक्यो चिसोमा पुरै भात रुचिरहेछ यहाँ एकदम भीडभाड पिक टुरिस्ट सिजन भएको हुनाले रमाइलो छ त्यही पानी परेर अलिक बोर भयो दिउँसो नेपालको टोलीहरू पनि राम्रो उपस्थिति छ यहाँ कवड हलमा दार्जिलिङको ओपन ब्याडमिन्टन च्याम्पियनशिप नेपालका राम्रा खेलाडीहरू आएको छ प्रिन्स दाहाल कबीर केजीहरूको पनि उपस्थिति छ यहाँ गेम आज बिहानदेखि कन्टिन्यू छ खै अरू दार्जिलिङको यहाँ वर्ल्ड फेमस चियाहरू चाहिँ यहाँ पाउँछ कसैले लगिदिनु पर्यो उता जाऊ चिया खानु यो चाहिँ फाउन्टेन चौरास्ताको ठिक अगाडि टुरिस्टहरूको एकदम भिडभाड छ
ए आज त छैन यता चियावालाहरू यतै खाउँ यहाँ चिया त यहाँ छैन त यहाँ होइन चिया नखाइकन त हुँदैन त कहाँ काट्ने कपाल काट्ने हामी हलमै हुन्छौँ ल जाम हामी कोही जाम झन्डै 500+ खेलाडीहरूले सहभागी भएको छ यहाँनिर सिड्युल एकदम प्याक छ आज बिहान 8 बजेदेखि 10 बजे रातिसम्म गेम छ आज सिंगलको इभेन्टहरू मात्र छ जुनियरदेखि मेन्स सिंगलसम्म भोलि पर्सिदेखि चाहिँ डबल्स सुरु हुन्छ यो चाहिँ हाम्रो चौरास्ता एकदम भिडभाड लाइभ कन्सर्टहरू भइरहेछ यहाँनिर अझ खेलाडीहरूको 500+ खेलाडीहरू आएर अझ होटलहरू सब प्याक छ भाइ अगाडि रेशम खेलाडीहरू वार्मअप गर्नु नि हो त्यसरी वार्मअप हुन्छ यो चौरास्ता एकदम दार्जिलिङको फेमस ठाउँ लाइभ म्युजिक भइरहेछ यहाँनिर पोखरा जस्तै माहौल छ यो भानुभक्त विश्वज्यू यहाँनिर कार्यक्रम भइरहेछ नेपालको ब्यान्डले यहाँ लाइभ परफर्म गरिरहेछ राम्रै भिड उपस्थित छ पानी परे पनि यो लाइभ ब्यान्डले एकदम तताइदिएको छ कोच
खेल्नुभन्दा यी रमाइलो लागिरहेछ अर्गनाइजरहरूले राम्रो अर्गनाइज गरेको छ गेम फुडिङहरू पनि राम्रो छ बिहान लन्च डिनर प्रोभाइड गरेको छ व्यवस्थित छ होटलहरू चाहिँ एकदम प्याक छ नेपालमा दसैँ तिहार सकेर अलिक सुनसान थियो तर जोस् दार्जिलिङमा चाहिँ फेरि त्यही माहौल भइरहेछ एकदम यहाँ खेलाडीहरूको इन्डियन खेलाडीहरूको ग्याङ राम्रो जनाएको महिला खेलाडीहरूले इन्डियाभरिका महिला खेलाडीहरू पनि राम्रो माहौल तताइदिएको छ यहाँनिर यो लाइभ कन्सर्टमा एक बार जोरदार ताली बजा दीजिए हमारे सिंगर मिस्टर अश्विन राय ही वाज अ कंटेस्टेंट इन नेपाल आइडल सीजन 5 नेपाल आइडलमा कन्टेस्ट गरेको नर्थ इस्टका केटाहरूले यहाँ ब्यान्ड परफर्म गरिरहेछ अर्को अति talented गायिका मिस सुरक्षा सेन्चुरी she was also one of the participants in Nepal Idol and before that तपाईले एकपल्ट हाम्रो band members को लागि जोरदार ताली बजाइदिनुहोस् because along with the singers even they have been entertaining us so I'd like to now welcome on stage Miss Suraksha Century. अहिले 9 बजे हाम्रो दुईजना भाइहरूको मेन सिंगल्सको फर्स्ट राउन्ड हुँदैछ अनि 10 बजे आजको शेड्युल सकिन्छ यो फर्स्ट ओपन दार्जिलिङ ब्याडमिन्टन च्याम्पियनशिपको नेपालबाट पनि राम्रो उपस्थिति छ अनि भेटरेन्सको साथीहरू अलिक आइदिएन उहाँहरूको राम्रो चान्स थियो 45 प्लसमा अगाडिमा 45 55 मा हाम्रो 55 मा बुद्धिदाईहरू आउनु भएको छ राम्रो टोली भनेको उहाँहरू नै हो 45 मा चाहिँ अलिकति आइदिएन राम्रो टोलीहरू आएको भाइ उहाँहरूको पनि राम्रो चान्सेस थियो अनि अरू क्याटेगोरी जुनियर र मेन्स सिंगर वुमेन्समा चाहिँ अलिकति नर्थ इस्टको राम्रो उपस्थिति छ प्रतिस्पर्धा कडा हुन्छ Okay, firstly I would like to, on behalf of the band, I would like to thank our festival government for making this happen.
सरस मेला 2025 र हामीलाई पनि यसरी यहाँ निम्त्याइदिनु भएकोमा म एकदमै धन्यवाद दिन चाहन्छु। To our team, to Shivu Dada and team, to Bhanukanta sir and all the team. So I'll start with one dancing number. So I want all of you to dance. यो अहिले माहौल राम्रो छ दार्जिलिङको फर्स्ट ओपन ब्याडमिन्टन च्याम्पियनसिपले गर्दाखेरि र अहिले यो पिक टुरिस्ट सिजन भएको हुनाले टुरिस्टहरूको पनि राम्रो उपस्थिति छ। झन् खेलाडीहरूले अझ धेरै भिडभाड बढेको छ यहाँनिर। र गोर्खा हिल काउन्सिलले पनि राम्रो व्यवस्था गरेको छ। यो लाइभ कन्सर्टहरू अरेन्ज गरेर यो मेलाहरू लगाइदिएको छ। त्यसले गर्दाखेरि अलिकति राम्रो माहौल छ। अलिक पानीले मात्र डिस्टर्ब गरिरहेछ यहाँनिर। हामी अर्गनाइजलाई रिक्वेस्ट गरेर आज नभए भोलि बुद्धि दाईको पनि यहाँ पर्फर्मेन्सको लागि हामी अर्गनाइजरलाई आग्रह गर्छौँ। त्यसले एउटा खेलाडीको तर्फबाट पनि एउटा प्रस्तुति हुनेछ। नेपाली प्लस हिन्दी सिङ्गरहरूको यहाँनिर राम्रो प्रतिस्पर्धा भइरहेछ। नेपाली सिङ्गरहरूलाई नेपाली फ्यान्सहरूले राम्रो साथ सहयोग दिइरहेछ र इन्डियन सिङ्गरहरूलाई यहाँको इन्डियनहरूले पनि राम्रो ब्याकअप गरिरहेछ। दिनभरि पानीले बोर गर्दाखेरि हामीसँग आएका नेपालका कतिपय खेलाडीहरूले अलिक बोर भइरहेछ यो पानीले भन्दैछु। तर यस बेलुकाको माहौल एकदम राम्रो तातेको छ। अलिक पानी खेलाडीहरू यहाँ सहभागी नभएर यो माहौलहरू साह्रै मिस गरिरहेछ। आउनु पर्थ्यो, नजिकै थियो। पनि राम्रो प्रस्तुत गरिरहेछ। यो नेपाल आइडल र इन्डियन आइडलमा भाग लिएकोहरूलाई आज प्रस्तुत गरिरहेछ। हिजो हामी टिभीमा हेरिरहेको थियौँ, आज लाइभ यहाँ हेर्न सुन्न पाइरहेछ।
So the next song, चाहिँ एउटा melody song छ है. We have one melody Hindi number. So I want everybody. दार्जिलिङ चाहिँ अहिले संस्कृत यो सङ्गीतको लागि पहिलेदेखि नै अलिकति प्रख्यात छ यो एरिया र यहाँको लोकल ब्यान्डहरूले पनि राम्रै परफर्म गर्दो रहेछ र मलाई चाहिँ साह्रै राम्रो लाग्छ. म यहीँनिर 11 वर्ष यहीँ बसेर पढेको र त्यो स्कुल डेजहरू चाहिँ एकदम याद आउँछ. अब पानी पर्दैछ बिस्तारै हामी हलतिर लाग्नु पर्यो. यहाँको माहौलबाट जानु मन लाग्दैन. अब जाउँ है हलतिर, पानी पर्न थाल्यो. जाउँ पानी पर्दैछ. हाम्रो खेलाडीहरूलाई खै खेल्नै मन लागेर चाहिँ यहीँ उभिराख्नु. अब हामी बिस्तारै कभर हलतिर लाग्दैछौँ. अहिले हाम्रो 2 जना भाइको मेन सिङ्गल्सको गेम छ. भोजराज गुरुङ र एसियन जोगेको. र प्रतिस्पर्धा यहाँ धेरै कडा छ, स्पेसली मेन्स र जुनियर्समा. हाम्रो नेपालको भेटरेन्सहरूले चाहिँ राम्रा भेटरेन्सको टोलीहरू चाहिँ आउनु पर्थ्यो. उहाँहरूको प्रबल दावेदार हुनुहुन्थ्यो र हामी पनि